नमस्कार साथीहरू, आज हामी 4 महिना गर्भ भएको गाईमा भएको गर्भवत हुने एबर्सनको एउटा वास्तविक केस प्रस्तुत गर्दछौँ। त्यो गाईलाई चाहिँ राति उठेको देख्दाखेरि यस्तै अवस्थामा देखियो। प्रेग्नेन्सी भएको थियो र अचानक यस्तो किसिमको देखेपछि किसानले चाहिँ मलाई सम्पर्क गर्नुभयो र विशेष यो गाई चाहिँ मैले नै एआई गरेको थिएँ र अरू के देखिएको छ, के छ, बच्चा फ्यालन भन्ने केही थाहा छैन। जसले गर्दाखेरि अब चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ चेक गरेर अनि बच्चा छ भने निकालिदिने। अब के कसो चाहिँ हेरौँ। मरेको बच्चालाई हामी सावधानीपूर्वक बाहिर निकाल्यौँ हैन, भ्रूणलाई, जसलाई चाहिँ हामीले मृत भ्रूणलाई बाहिर निकाल्यौँ। त्यसपछि सङ्क्रमण रोगलाई लागि हामीले विभिन्न किसिमको एन्टिबायोटिकहरू र दुखाइ कम गर्ने पेन किलर, पाटेका सफा हुने आवश्यकता अनुसार औषधिहरू गरियो र विशेष गरेर यो फ्युरेक्स बोलस पाठेघरमा हामीले 4 वटा राख्यौँ हैन, रोग नियन्त्रण गर्न अथवा सङ्क्रमण रोक्नका लागि चाहिँ हामीले लगाएका छौँ। र विशेष गरेर यो गर्भवत हुनुको कारणहरू विभिन्न किसिमको हुन्छन् हैन, जस्तै कि एउटा अब सङ्क्रमित रोग जस्तो ब्रुसेलोसिस, लेप्टोस्पाइरोसिस आदि हैन। अनि अर्को कुरो चाहिँ पोषणको कमीको कारणले गर्दा पनि तपाईको यो बच्चा चाहिँ भ्रूणभित्रै मर्ने, चोटपटक लागेको, अत्याधिक तनाव भयो हैन, त्यसको कारणले पनि यो बच्चा मर्ने, पेटमा भ्रूणहरू मर्ने गर्दछ। विषालु घाँस वा खराब गुणस्तरको दाना एउटा कुरा। अनि अर्को कुरा हार्मोन तथा प्रजनन सम्बन्धी समस्याहरूको कारणले पनि पेटमा बच्चा मर्न सक्छ। यदि तपाईहरुलाई पशु सम्बन्धी केही भिडियोहरू मन परिरहेछ र भन्देखि केही ज्ञानहरू सिकिराख्नु भएको छ भने किन मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु, लाइक र सेयर गरिदिनुहोस्। धन्यवाद।